नमस्कार। कार्यक्रम ज्योतिष भविष्यवाणी टिभी हेरिराख्नु भएको छ। च्यानलका विभिन्न जानकारीहरू तपाईँले प्लेलिस्टको माध्यमबाट पनि हेर्न सक्नुहुनेछ। आज एउटा जानकारी लिएर उपस्थित भइराखेको छु जुन चाहिँ सपनासँग सम्बन्धित छ र यो सपनाको जति पनि स्रोत हुन्छ, कुनै पनि व्यक्तिले सबै सपनाहरूको अनुभव गर्न सकिँदैन। कुनै न कुनै माध्यमबाट चाहिँ यसलाई लिएको हुन्छ, विभिन्न स्रोतहरू चाहिँ हुन्छ, विभिन्न जानकारीहरू हुन्छ, अरूको अनुभव हुन्छ। त्यही भएर यस्ता सपनाहरूलाई 100% चाहिँ नमान्नु होला, केही पर्सेन्ट चाहिँ यसलाई मानेर यस्तो पनि हुनसक्छ है भनेर विचार गरेर अगाडि बढ्नु होला। आजको सपना श्रृङ्खलाहरूमा सपनामा यदि तपाईँले 4वटा चिजहरू देख्नुभयो भने त्यस स्थितिमा चाहिँ अलिकति तपाईँले चाहिँ ख्याल गर्नुपर्छ है भन्ने एउटा टपिक लिएर उपस्थित भएको छु। सपनामा यदि तपाईँले कुनै वृक्ष छ, वृक्षको चाहिँ एउटा शाखा चाहिँ काटिएको अवस्थामा देख्नुभएको छ, त्यस स्थितिमा चाहिँ तपाईँलाई अलिकति ध्यान दिनुपर्ने हुन्छ, अलिकति विचार गर्नुपर्ने हुन्छ। परिवारको जति पनि सदस्यहरू हुनुहुन्छ उहाँको स्वास्थ्यको विषयमा चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ। परिवारको व्यक्तिको अलिकति बुढाबुढा जुन व्यक्तिहरू हुनुहुन्छ उहाँको चाहिँ स्वास्थ्यमा चाहिँ अलिकति गम्भीर समस्या चाहिँ आउन सक्छ है भनेर चाहिँ सपना शास्त्रले सङ्केत दिएको हुनसक्छ। सपनामा भूत प्रेतको सपनाहरू देखिने, कसैले तानिराखेको अवस्थामा देखिने, कसैले चाहिँ आएर चाहिँ बच्चाहरूले हात दिएको अवस्थामा तपाईँले देख्नुहुन्छ भने त्यो सपना तपाईँको लागि चाहिँ अलिकति समस्या चाहिँ ल्याउन सक्छ। यस्तो समयमा चाहिँ अलिकति तपाईँ बिरामी पर्न सक्ने चाहिँ सङ्केत हुन्छ। अलिकति ध्यान दिनु होला। यस्तो सपना देख्नुभयो भने उठेर तपाईँले भगवानको जुन मन्त्रहरू हुन्छ त्यो मन्त्र चाहिँ अवश्य पनि जप गर्नु होला। राम्रो स्ट्रङ मन्त्रहरू चाहिँ सुन्नु होला। यस्तो सपनाहरू चाहिँ तपाईँको लागि अलिकति खराब सङ्केतको रूपमा चाहिँ मानिन्छ र धेरैजसो यस्तो सपनाहरू कहिलेकाहीँ तपाईँको घरमा चाहिँ नेगेटिभ जुन तत्त्वहरू हुन्छन् अथवा तपाईँ जुन घरमा चाहिँ बस्नुभएको छ, जुन ठाउँमा चाहिँ सुत्नु भएको छ त्यो ठाउँ तल चाहिँ जमिनमा केही गाडेको अथवा के हुन्छ नि नेगेटिभ विचारहरूको बासहरू हुने चान्सहरू पनि हुन्छ। त्यसै गरी सपनामा यदि तपाईँले कुनै महिलालाई चाहिँ गाइराखेको अवस्थामा देख्नुभएको छ भने यो सपना पनि अलिकति अशुभ सङ्केतको रूपमा चाहिँ मानिन्छ। अलिकति गाडीहरू चलाउँदाखेरि चाहिँ ध्यान दिनु होला, विशेष सावधानी चाहिँ अपनाउनु होला। सपनामा कतिजनाले जटाधारी साधु एकदमै देख्नुहुन्छ, सन्यासी देख्नुहुन्छ भने त्यो पनि तपाईँको लागि चाहिँ अलिकति खराब हुन्छ भनेर चाहिँ भन्नुहुन्छ। र साथै सपनामा चाहिँ दाँत भाँचिनु अथवा नङ भाँचिनु यस्ता सपनाहरूलाई पनि खराब सङ्केतहरूको रूपमा चाहिँ मानिन्छ। आर्थिक नोक्सानीको चाहिँ सङ्केत मानिन्छ। त्यही भएर यस्तो समयमा अलिकति आर्थिक पक्षमा चाहिँ आफू विचार गर्नु होला, अलिकति ध्यान दिनु होला। कुनै क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ भने अलिकति विचार गरेर लगानी गर्नु होला। यस्ता सपनाहरूले 100% फल नदिन सक्छन् तर पनि केही हदसम्म सङ्केत गराएका हुन्छन्। अलिकति विचार गर्दा राम्रो।